हाई नमस्ते छ एभ्री वान वेलकम टु छ्यारो नेपाल लभ रिडिङ लिएर आएको छु कार्डमा फोकस गर्नु होला र पार्टनरलाई सम्झेर उहाँहरूको नाम तिनचोटि लिनु होला है सो आइम गेटिङ किङ अफ सोर्स एनर्जी सो तपाईँहरूको रिलेसनसिप चाहिँ लामो समयसम्म जान्छ लङ टर्म रिलेसनसिप छ है तपाईँहरूको म्यारिड लाइफसम्म जाने चान्सेस एकदमै राम्रो छ यदि तपाईँहरू नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ अथवा तपाईँहरूको रिलेसनसिपमा केही झैझगडाहरू भइरहेको छ भने पनि भेरी सुन तपाईँहरूको रिलेसनसिप चाहिँ हिल हुने जस्तो देखेको छु मैले रियुनियन हुने चान्सेसहरू पनि छ है बट तपाईँले चाहिँ अलिकति तपाईँको पोजिटिभनेस बढी देखिन्छ है अलिकति डोमिनेटिङ नेचर बढी देखिन्छ त्यो चाहिँ तपाईँले अलिकति कन्ट्रोल गर्नुपर्छ डोमिनेटिङ नेचरलाई चाहिँ अलिकति लेस गर्नुपर्छ तपाईँले आफ्नो साइडबाट आफ्नो रिलेसनसिपलाई राम्रो बनाउनको लागि रिलेसनसिप अहिलेको सिचुएसनमा हेर्दाखेरि अलिकति स्लो लेथार्जिक जस्तो देखिन्छ बट नियर फ्युचरमा चाहिँ तपाईँहरूको म्यारिड लाइफसम्म जाने चान्सेस छ सेलिब्रेसनको एनर्जीहरू देखिएको छ डिभाइन ब्लेसिङ छ है सो अल इन अल राम्रै छ टाइप 5552 टू क्लेम इट एन्ड इफ यू वान पर्सनल टायर रिडिङ विथ मी यू क्यान डाइरेक्टली डिएम मी थ्याङ्क